हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? आजको मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ है। आज चाहिँ म के खाजा बनाउँदैछु भनेर हजुरहरूलाई देखाउँछु। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला है। मैले चाहिँ यता पानी उमाल्दैछु किनकि छोराको लागि रारा चाउचाउ पकाउँदैछु। मेरो बाबुलाई चाहिँ रारा चाउचाउ एकदम मनपर्छ। बच्चाको लागि अरू एकदमै राम्रो हुन्छ नि त बच्चाको लागि यो चाउचाउ। अरू चाउचाउ जस्तो पनि हुँदैन, यसमा यो सादा चाउचाउ हो अनि एकदमै राम्रो हुन्छ क्या। फेरि यसको सुप पनि एकदम मिठो छ। अनि यता चाहिँ म के होला भन्नु गाइज, यो चाहिँ कसले चिन्नु भएको छ कमेन्ट गर्नु होला। म चाहिँ आज यो पकाउँदैछु है किनकि मलाई एकदमै मनपर्छ। यसलाई चाहिँ हामी गाउँमा, हाम्रो गाउँतिर चाहिँ ढुङ्ग्री भन्छ। ढुङ्ग्री हजुरहरू के भन्नुहुन्छ मलाई थाहा छैन। कसले के भन्नुहुन्छ कमेन्ट गर्नुहोला। यो चाहिँ हामी ढुङ्ग्री भन्छौँ यसलाई। अनि हजुरहरू कसले खानुभएको छ कमेन्ट गर्नुहोला। यो चाहिँ अब हामीले बच्चा हुँदाखेरि एकदमै धेरै खायौँ कि, अनि अहिले ठुलो भएपछि पनि एकदम धेरै मनपर्छ। अनि मेरो बाबुलाई पनि एकदमै मनपर्छ। हजुरहरूले कसले खानुभएको छ कमेन्ट गर्नु है। अनि यसको नाम चाहिँ हजुरलाई कसलाई थाहा छ कमेन्टमा लेख्नुहोला। आज चाहिँ मैले खाजामा यही खाने विचार गरेँ गाइज। जहिले के खानु हुन्छ नि त। अनि म चाहिँ फेरि यस्तो प्राउनहरू ल्याइरहन्छु कि, किन मेरो बाबुलाई अब शनिबारको दिन अनि त्यहाँ चाहिँ आइतबारको दिनहरू चाहिँ एकदमै कुचु खान्छ नि त उसले। दुई दिन छुट्टी छ गाइज, के गर्नु बच्चालाई राख्नै गाह्रो क्या। एक दिन शनिबार त नुहाइ गर्दा, कपडाहरू धुँदा, यताउता बच्चालाई नुहाइधुँदा गर्दा घट्छ। अर्को दिन त कटाउनु यति गाह्रो हुन्छ कि। हजुरहरूले कसले चिन्नु भएको छ यसको नाम कमेन्टमा भन्नुहोला। अनि फेरि यता चाहिँ मेरो रारा चाउचाउ उम्लिँदैछ। अनि आज खाजा के खानुभयो हजुरहरूले? हामी त अब के खाने हुन्छ कि जहिले पनि। अनि कहिले के यस्तै हो। मेरो छोराको लागि रारा चाउचाउ पनि पाक्न लागिसक्यो। अनि मैले चाहिँ लास्टमा रारा चाउचाउको मसला हालिदिन्छु किनकि यो मसला एकदमै मिठो हुन्छ कि सुपको लागि। हजुरहरूले सुप खुवाए पनि हुन्छ। सुप त झन् एकदम राम्रो हुन्छ यसको। अनि मन पर्दैन भने चाहिँ हल्का अझै धेरै पकाएर पानी सुकाएर चाउमिन जस्तरी खाँदा पनि एकदमै मिठो हुन्छ। अनि यता मेरो मैले आँप पनि काटेको छु अनि तारेर पनि सिध्याइसकेँ प्राउन। यसलाई चाहिँ अब यता प्राउन पनि भन्दा रहेछन् गाइज। हजुरहरू के भन्नुहुन्छ कमेन्ट गर्नुहोला है। आजको मेरो खाजा चाहिँ यही हो। छोराको लागि चाउचाउ रारा अनि मेरो लागि चाहिँ आँप र प्राउन। म चाहिँ खान लाग्यो है साथीहरू। हजुरहरूले पनि खानु भएको छैन भने एकचोटि टेस्ट गर्नुहोला। यो एकदमै मिठो हुन्छ। अब कसैलाई मन नपर्न सक्छ तर प्राय सबैलाई मनपर्छ। झन् बच्चाहरूलाई त एकदमै धेरै मनपर्छ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो? मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब अनि कमेन्ट पनि गरिदिनु होला गाइज। धन्यवाद। बाई बाई।